हे गाइस नमस्कार। मैले चाहिँ आज जुन सेजवान साल्सा जुन मोमोसँग पनि हामीले अर्को पिरो चटनी दिन सकिन्छ त्यसको रेसिपी लिएर आएको छु। एउटा बलमा चाहिँ सिडलेस गरेको टमाटर, जुन चप गरेको टमाटर, त्यसपछि चप गरेको प्याज र टमाटर चाहिँ 50-50% हुनु पर्यो। त्यसपछि चप गरेको धनियाँ, हरियो धनियाँ चप गरेको, धनियाँको पात जरा दुईटी युज गर्न सक्नुहुन्छ, जुन खाँदाखेरि एकदमै अमेजिङ हुन्छ। त्यसपछि यसमा चिल्ली पेस्ट 50 ग्राम जति चिल्ली पेस्ट राखेको छु। त्यसपछि यसमा टमेटो केचप पनि 50 ग्राम जति, टमेटो केचप र सेजवान जुन सस छ त्यो चिल्ली पेस्ट छ त्यो बराबर राख्नुला। त्यसपछि यसलाई मजाले मिक्स गर्ने र मिक्स गरिसकेपछि यसमा चाहिँ हामी अरू इन्ग्रेडियन्ट हाल्छौँ, जस्तै सल्ट, व्हाइट पेपर, थोरै व्हाइट पेपर, अनि सल्ट चाहिँ टेस्ट अनुसारले राख्नुपर्ने हुन्छ। त्यसपछि माथिबाट टिमुरको पाउडर, जुन सेजवान पेपर छ टिमुरको पाउडर, त्यसले चाहिँ यसलाई फ्लेभरलाई एकदमै इन्हेन्स गर्छ र मोमोसँग खाँदा पनि एकदमै दामी हुन्छ। त्यसपछि लेमन जुस पनि एज पर टेस्ट, लेमन जुसले चाहिँ स्पाइसीलाई र टिमुरको फ्लेभरलाई एकदमै ब्यालेन्स बनाउँछ र खाँदाखेरि एकदमै टेस्टी हुन्छ। त्यसपछि लेमन जुस राखिसकेपछि यसमा हामी व्हाइट टिल भुटेर माथिबाट भुटेको टिल राख्छौँ, जुन क्रेन्ची एकदमै फ्लेभरलाई, टेक्सचरलाई, अरोमालाई एकदमै इन्हेन्स गर्छ, व्हाइट टिल भुटेको टिल। त्यसपछि तिललाई एकदमै मजाले यो सबै मिक्सिङ गरिसकेपछि माथिबाट हामी राख्छौँ थोरै सिस्मी ओइल चाहिँ यस पर द अलिकति अरोमाको लागि, टेक्सचरको लागि र छिट्टो मिठो हजुरको मोमोको स्पाइसी जुन हामी सेजवान साल्सा भन्छौँ यो यसरी तयारी हुन्छ। त्यसपछि हजुरले मोमोको चटनी र सेजवान साल्सा दुवै राखेर मोमोलाई चाहिँ सर्भ गर्न सक्नुहुन्छ। डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल फर दी मोर भिडियो एन्ड मोर डिटेल। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर वाचिङ।